Hate comments on Masterpiece ki low views on your favorite video. Hate comment on Masterpiece. गर करा त जति करा हैन हामीले केही फरक पर्दैन. Thumbnailsहरू, titlesहरू चाहिँ कतिको इम्पोर्टेन्ट छ? टाइटल चाहिँ अलिकति ध्यान दिएर चाहिँ हाल्नुपर्ने हुन्छ त्यो. चिन्दाखेरि त तर मलाई त उल्टो उल्टो नामले बोलाउँछ नि त. एकचोटि त त्यो क्याप गयो भन्दैन ओ कुल भयो अरे ल ठिक छ ह्यान्डचेक भन्ने एकचोटि त के भन्यो क्यापे ओ क्यापे भनेर रुन लाग्यो पिट्नु भयो क्या. अनि म झन् ठुलो स्वरमा रोएँ अनि मुखमा हानेर किन रोको अरे क्या. जति सक्दो आफ्नो यो क्लोज मान्छेसँग चाहिँ टाइम स्पेन्ड गर्नु पर्दो रहेछ. किनभने अब हामी भागदौड गर्छौँ दुनियाँमा, अब हसल भन्छौँ, पैसा कमाउनु पर्छ भन्छौँ, त्यसपछिबाट रमाइलो गरौँ भन्छौँ, साथीभाइहरूसँग घुम्छौँ उ गर्छौँ. तर वाट वी डोन्ट रियलाइज इज फ्यामिलीसँग स्पेन्ड गरेको टाइम, आफ्नो क्लोज वानसँग स्पेन्ड गरेको टाइम चाहिँ त्यो नै हो क्या सबैभन्दा बेस्ट थिङ इन लाइफ भनेको. पेमेन्ट चाहिँ नेपालमा आर्टिस्टहरूलाई क्रिएटर भनौँ न, उनीहरूको चाहिँ के हुन्छ भन्दाखेरिमा उनीहरू काम गराउन्जेल चाहिँ उनीहरूको रेस्पोन्स हुन्छ नि होइन. यो गर्नु त्यो जति बेला पैसा तिर्ने बेला आउँछ उनीहरूको एकाउन्टेन्ट छुट्टीमा किन जान्छ. मैले टाइममा काम गरेको छु भने तिमीहरूले कन्ट्र्याक्टको त्यो रेस्पेक्ट गर्ने गर भन्छु क्या. वर्ल्ड कपमा चाहिँ कसको सपोर्ट गर्दैन हुन्छ? त इङ्ल्यान्ड हो, पछि अर्जेन्टिना हो. यसपालि हाम्रो टिम दुवै राम्रो छ. इङ्ल्यान्ड त मैले यसपालि इक्वेसनमा राखेको थिएन क्या, किनकि सधैँ झन्डु खेल्छ नि त. हो मैले पनि सोचेको थिएँ तर अस्ति राम्रो खेल्थ्यो. अब चाहिँ रेगुलर हेरिन्छ म्याचहरू. हाम्रो टप 5 तिर पर्ने, कहिलेकाहीँ फर्स्ट पनि भइदिने. एकछिन है, यो एभरेज स्टुडेन्ट टप 5 मा कहिलेबाट पर्न थाल्यो यार.